आरसिटी गर्न कति समय लाग्छ त? यदि तपाईहरुले पनि आरसिटी गर्नुपर्ने छ भने मनमा लागिरहेको होला हैन, आरसिटी गर्न कति समय लाग्छ त? यदि तपाईलाई यो कुरा जान्न मन छ भने भिडियो स्किप नगरिकन पुरा हेर्दिनु होला। र समयको कुरा गर्दाखेरि चाहिँ आरसिटी एकै दिन पनि हुन्छ जसलाई सिंगल भिजिट आरसिटी भन्छ र कहिलेकाहीँ चाहिँ बढी समय पनि लाग्ने हुन्छ र कसैको चाहिँ 2-3 महिना पनि लाग्ने हुन्छ। यो सबै केमा डिपेन्ड गर्छ त? तपाईको दाँतको कन्डिसन, तपाईको हेल्थ कन्डिसन र अरु फ्याक्टरहरु पनि डिपेन्ड गरिरहेको हुन्छ। आरसिटी गर्नको लागि चाहिँ के गर्नुपर्ने हुन्छ त? पहिला दाँतको कन्डिसन हेर्नुपर्ने हुन्छ। कुनै दाँतमा किराले खाएको हुन्छ, कुनै दाँतमा इन्फेक्सन हुन्छ, कहिलेकाहीँ चाहिँ पी फुड होल नि गिजामा देखिरहेको हुन्छ। त्यस्तो हुँदाखेरि चाहिँ आरसिटी गर्न बढी समय लाग्ने हुन्छ। दोस्रो अवस्था रहेको छ यदि तपाईको दाँत अगाडिको हो भने पछाडिको तुलनामा अगाडिको दाँतको आरसिटी गर्न कम समय लाग्ने हुन्छ। किन भन्दाखेरि चाहिँ अगाडिको दाँतको नसा चाहिँ कम नम्बरमा हुन्छ कम्पेयर टु द पछाडिको दाँत। पछाडिको दाँतको आरसिटी गर्न किन बढी समय लाग्छ त? पछाडिको दाँतको आरसिटी गर्दाखेरि चाहिँ के हुन्छ त? हामीले चाहिँ पहिला नसा खोज्नु पर्ने हुन्छ, क्यानल खोज्नु पर्ने हुन्छ। अगाडिको दाँत भन्दा चाहिँ पछाडिको दाँतको क्यानल्सहरु चाहिँ बढी हुन्छ, मोड नम्बरमा हुन्छ र कहिलेकाहीँ चाहिँ कर्भ हुन्छ, कहिलेकाहीँ चाहिँ भेटिदैन। त्यस्तो हुँदाखेरि चाहिँ बढी समय लाग्ने हुन्छ र कहिलेकाहीँ नसाहरु ब्लक भइराखेको हुन्छ, क्याल्सिफाइड भइराखेको हुन्छ। त्यस्तो अवस्थामा झन् बढी समय लाग्ने हुन्छ। र तेस्रो कुरा रहेको चाहिँ तपाई आरसिटी कुनै ठाउँमा गराउँदै हुनुहुन्छ भने त्यहाँको डाक्टर कतिको एक्सपिरियन्स हुनुहुन्छ त? एक्सपिरियन्समा पनि के हुन्छ त? धेरै भर पर्ने हुन्छ। र चौथो कुरा रहेको छ यदि तपाई कुनै हस्पिटल अथवा क्लिनिकमा आरसिटी गराउँदै हुनुहुन्छ भने त्यहाँको टेक्नोलोजीहरु कतिको एडभान्स छ त? टेक्नोलोजीहरु एडभान्स छ भने कम समय लाग्ने हुन्छ। त्यही चाहिँ आरसिटी गर्दाखेरि हामीलाई डिजिटल एक्सरेहरु चाहिन्छ, इन्डोमोटर चाहिन्छ, एपेक्स लोकेटर चाहिन्छ। त्यसका साथसाथै कहिलेकाहीँ माइक्रोस्कोप, लेजरहरु पनि चाहिने हुन्छ। त्यस्तो लेटेस्ट टेक्नोलोजीहरु छ भने समय पनि कम लाग्ने हुन्छ। र पाँचौं कुरा यदि तपाईको दाँतको आरसिटी पहिले भइसकेको थियो र त्यसमा फेरि इन्फेक्सन भयो, फेरि रि आरसिटी गर्नुपर्ने भयो भने त्यस्तो अवस्थामा पनि के हुन्छ त? नर्मल आरसिटी गर्नुभन्दा रि आरसिटी गर्दाखेरि बढी समय लाग्ने हुन्छ। छैटौं कुरा रहेको चाहिँ तपाईको कुनै हेल्थ इस्यु छ, कुनै मेडिकल कन्डिसनहरु छ भने त्यस्तो अवस्थामा हामीले के हुन्छ त? प्रोटोकलहरु अपनाएर आरसिटी गर्नुपर्ने हुन्छ। त्यस्तो हुँदाखेरि चाहिँ नर्मल मान्छेको आरसिटी गर्नुभन्दा चाहिँ यदि कुनै हेल्थ इस्यु छ भने उहाँहरुको चाहिँ बढी टाइम लाग्ने हुन्छ। र सातौं कुरा रहेको छ तपाईसँग समय कति छ? तपाई कति समय दिन सक्नुहुन्छ? त्यही अनुसार पनि के हुन्छ त? हामीले आरसिटी गर्नुपर्ने हुन्छ। त्यही अनुसार टाइम पनि लाग्ने हुन्छ। र आरसिटी सम्बन्धी तपाईहरुले के मनमा डाउट छ, के कुरा सोध्न मन लागेको छ भने कमेन्ट गर्न पनि सक्नुहुन्छ। यति भन्दै म डाक्टर सुरज कुमार शाह आजलाई बिदा चाहन्छु। नमस्ते।